हेलो नमस्ते अनि जय मसी सबैजनालाई मेरो नाम करुणा मेरो नाम पनि करुणा हामी दुवैजना करुणा दिदीबहिनी मिलेर आज चाहिँ हामी चाहिँ अहिले एकदमै धेरै ट्रेन्डिङमा रहेको कलर गिफ्ट एक्सचेन्ज गेम खेल्दैछौँ हामी लेट छौँ तर इट्स ओके त्यो हेरेर हामी पनि गरौँ वाइ नट भनेर चाहिँ हामीले आज यो भिडियो लिएर आएको छौँ आई होप यु लाइक द भिडियो अनि लेट्स स्टार्ट दिदी हामी कलर गर्नेछौँ तपाईँ एउटा कलर चुज गर्नु अनि त्यसपछि मेरो पालो है त कुन कलर व्हाइट पहिले व्हाइट भन्छ मेरो मलाई व्हाइटै मनपर्छ नि ल 3 2 1 गो आया हट वाटर ब्याग दिलाइले टी-शर्टले कति धेरै अप्सन थियो कि तपाईलाई अरु पनि छ भाइ तर अलि पछि दिन्छु समरमा लाउनलाई ठिक्क व्हाइट ओके ल म चाहिँ भन्नु पिंक पिंक ल 1 2 1 गो एकदम चलेको क्यान्डल्स थ्याङ्क यू तपाईँ कलर चुज गर्नु के फनी नै छैन त के हो दिदी ओरेन्ज ल फनी छ कि के हो ल 3 2 1 गो ओरेन्ज ल्याएछ भाइ थ्याङ्क यू जोक्स अपार्ट बेस्ट किन कपडा थ्याङ्क यू अनि अब मेरो पालो है ग्रीन ग्रीन ल काउन्ट गर्नु तपाईँको 3 2 1 ग्रीन ग्रीन अलिकति उ मात्र के अरे उको डिजाइन मात्र फरक तर नानी उठ्ला तर हामी एउटै दोकान गएको जस्तो लाग्यो नि होला आयो येलो ल दिदी रेडी येलो 3 2 1 गो येलो आयु नि देखाइदिन्छु नि म पनि कपडा यो पजामा दिदीलाई थ्याङ्क यू थ्याङ्क यू यो मैले अनएक्सपेक्टेड भयो कि भेट्दै म तपाईँले यस्तो फनी गर्दैन होला सोचिरहेको रेड रेड ल 3 2 1 गो ए धन्न एउटै भएन यहाँ अर्को पनि छ ए राइस क्रन्चिज थ्याङ्क यू राम्रो रहेछ डाइटिङमा छु म मेरो रेड छैन मेरो ब्ल्याक र व्हाइट अनि पिङ्क रेड छैन त के दिने भनेर नि ब्लू ल 3 2 1 गो बहिनीले धेरै चिया खान्छ चिया मात्र थ्याङ्क यू राम्रो छ ब्याग कस्तो क्युट है अनि कस्तो क्युट ब्याग रहेछ मेरो पालो ब्राउन रेडी प्याकेटबाट खोल्नु पर्यो 3 2 1 त्यस्तो ब्राउन चाहिँ छैन मेरो ल ए झन्डै मिलेछ ओके थ्याङ्क यू ब्राउन कलरको पर्स दिदीको कति ठुलो पर्स छ कि अनि यतिकै सानो ब्यागहरूमा बोक्नको निम्ति थ्याङ्क यू दामी रहेछ ल अब ग्रे ल रेडी 3 2 1 गो ला अब
गर्मी महिना आउँदैछ होइन दिदीलाई चाहिँ के भन्छ एकदमै पानीतिर लाग्छ कि हिँड्दाखेरि अनि सानो बोतल र अनि ग्रे व्हाइट पनि छ ब्ल्याक पनि छ सक्स दिदीले चाहिँ कति क्युट दिएको एबिगेल मिस हुँदाखेरि अमोइ थ्याङ्क यू भ्यालेन्टाइन सकेको त दिदी ल अब लास्ट होला होइन लास्ट ब्ल्याक 3 2 1 गो ब्ल्याक भनेको तर यसको चाहिँ ग्रिन आएछ कि यो तर इट्स ओके ल दिदी थ्याङ्क यू मैले के पाएँ ओहो बक्स प्यान्ट मैले कति लगाउँछु नि त यस्तो प्यान्टहरू मेरो ठ्याक्कै यो थिएन मन पर्यो थ्याङ्क यू सो मच थ्याङ्क यू अल राइट हामीले 10वटा मात्रै गरेको थियो कलर गिफ्ट एक्सचेन्ज त्यही भएर हामीलाई यति नै छ आज एकदमै रमाइलो भयो योवाला चाहिँ हामी एकदमै धेरै भाडा धुन्छौँ त्यही भएर सो आई होप यु लाइक माई भिडियो अनि मेरो हाँसो इग्नोर माथि दिदीको नानी सुतिरहेछ अनि उठ्न बेर छैन तर आई होप यु लाइक दिस भिडियो अनि थ्याङ्क यू फर वाचिङ सी यु इन माई नेक्स्ट भिडियो अनि थ्याङ्क यू दिदीलाई पनि मेरो भिडियोमा मसँग यो गरौँ है भन्दाखेरि ओके भन्नुभयो मान्नुभयो दिदीलाई पनि धेरै धन्यवाद हामी सी यु इन माई नेक्स्ट भिडियो थ्याङ्क यू फर वाचिङ बाई बाई